Hello everyone, welcome back to another new video. Moment distribution सँग हामीले अहिले मोमेन्ट डिस्ट्रिब्युसनको सिरिजमा छौँ र अहिलेसम्म हामीले एउटा कन्सेप्चुअल भिडियो र एउटा हामीले पास्ट क्वेसन 2015 को स्प्रिङमा फलमा सोधेको हामीले एउटा न्युमेरिकल गरेका छौँ र एउटा बेसिक कन्सेप्टसँग रिलेटेड हामीले अहिलेसम्म दुईटा लेक्चरहरू बनाइसकेका छौँ। सो यो हाम्रो थर्ड हुनेछ है र यो क्वेसन पनि एकदम इम्पोर्टेन्ट रहेको छ। यसमा डिफ्रेन्ट टाइप्सको लोडहरू अप्लाई भएको छ, जसमा के भनेको छ भन्दाखेरि क्वेसनले एनालाइज द फ्रेम इज सन इन द फिगर बाई मोमेन्ट डिस्ट्रिब्युसन मेथड भनेको छ है। क्वेसनले के भनेको छ त मोमेन्ट डिस्ट्रिब्युसन अप्लाई गर, ड्र बेन्डिङ मोमेन्ट डायग्राम अनि बिएमडी पनि ड्र गर भनेको छ। सो यो क्वेसनमा हामीले हेऱ्यो भने हामीलाई के दिएको छ भन्दाखेरि यो हाम्रो युबिएल दिएको छ है, 20 किलोन्युटनको पर मिटरको 75 किलोन्युटन हाम्रो एबी भन्ने स्पाममा अप्लाई भएको छ भने 15 किलोन्युटनको युडिएल युसिडी स्पाममा अप्लाई भएको छ यहाँ। त्यसपछि 12 किलोन्युटनको लोड युसिई भन्ने स्पाममा अप्लाई भएको छ र हामीले फिक्सिङको कुरा गर्यो भने ए हिन्ज फिक्स ए सपोर्ट हाम्रो हिन्ज रहेको छ भने ई पनि हिन्ज रहेको छ र यो जुन हाम्रो डी छ यो के रहेको छ त फिक्स छ है। भनेपछि यहाँ हामीसँग दुईटा हिन्ज सपोर्ट भयो, एउटा के भयो त फिक्स भयो। सो मैले योभन्दा अघिको भिडियोमा है भनिसकेको छु र फेरि पनि भनिरहेको छु है। यो क्वेसन तपाईँले बुझ्नुभयो भने यस्ता अब योभन्दा सायदै डिफ्रेन्ट क्वेसन आउन सक्छ होइन। योभन्दा अगाडिकोमा सिम्पल बेसिक कन्सेप्ट गरेका छौँ, त्यसपछिको एक लेभल यो नेक्स्ट लेभलको र हामीले 1 बाई 1 एउटा क्वेसनहरू लगभग गर्छौँ। पास्टमा सोधेका जति पनि क्वेसनहरू छन् हाम्रो सिरिज नै रहेको छ यो बेन्डिङ मोमेन्ट डिस्ट्रिब्युसन मेथडको है। योभन्दा अगाडि हामीले स्लोप गरेका छौँ। सो क्वेसनतिर हामी जाऊँ अब। सो पहिलो स्टेपमा मोमेन्ट डिस्ट्रिब्युसनको हामीले के गर्नु पर्यो भन्दाखेरि स्लोप डिफ्लेक्सनमा जुन हामीले गरेका थियौँ है फिक्सिङ निकाल्ने। सो हामीले के गर्नु पर्यो त पहिलो काम भनेको ल पहिला स्टेप बुझ्छौँ हामीले यो त्यसमा कुन स्टेप फलो गर्न गइरहेका छौँ भने फर्स्ट स्टेपमा हाम्रो के हुन्छ त हामीले फिक्सिङ मोमेन्ट निकाल्छौँ है। त्यसपछि दोस्रो स्टेपमा हाम्रो के हुनेछ त हामीले डिस्ट्रिब्युसन फ्याक्टरको टेबल बनाउँछौँ है। थर्ड स्टेपमा हाम्रो के हुनेछ त मोमेन्ट डिस्ट्रिब्युसनको टेबल बनाउँछौँ। सो हामीले यो तीनवटा स्टेपहरूमा हामीले मोमेन्ट डिस्ट्रिब्युसनको 15 मार्क्समा जहिले सोध्ने फिक्स क्वेसन हामीले के गर्न सक्छौँ त यहाँबाट स्कोर गर्न सक्छौँ। सो हाइली स्कोर च्याप्टरमा रहेको छ यो होइन। अनि एकदम सिम्पल हो, तपाईँले यो भिडियो मात्रै बुझ्नुभयो भने मजाले तपाईँले जस्तो क्वेसन आए नि मिलाउनुहुन्छ है। सो अब पहिला फर्स्ट स्टेपले जाउँ। फर्स्ट स्टेपमा के हो त बेन्डिङ मोमेन्ट फिक्स इन मोमेन्ट क्यालकुलेट गर्छौँ हामीले है। फिक्स इन मोमेन्ट कति हुन्छ भन्दाखेरि हामीले स्लोप डिफ्लेक्सनमा पनि युज गरेका छौँ। हामीसँग लिस्ट अफ फर्मुलाको के लिस्टहरू थियो त्यसलाई जस्ट हामीले अप्लाई गर्ने हो, अरू केही नै होइन। ल पहिलोको लागि के गरौँ त हामीले यो एबी भन्ने पोर्सनको लागि हामीले मोमेन्ट निकालौँ, फिक्स इन मोमेन्ट निकालौँ। सो एबी यो पोइन्ट लोड हो भने पोइन्ट लोडको लागि हामीले फर्मुला के हुन्छ त एबी हामीले लिइरहेका छौँ भने डब्लुएबी स्क्वायर बाई एल स्क्वायर हुन्छ हाम्रो फर्मुला। लेफ्टबाट एदेखि बी लेफ्ट हो एबीको केसमा भन्ने हामीले के लिन्छौँ त माइनस लिनु पर्यो। सो डब्लु भनेको 75, ए भनेको यहाँदेखि एबाट गइरहेको छ भने सुरुकोलाई हामीले ए मान्नुपर्छ अनि एबाट बी जाँदैछ नि त अनि अर्कोलाई बी भन्नुपर्छ हामीले। सो यो 3 छ अनि यताको टोटल हाम्रो हेरौँ त 5 छ भने कति हुने भयो त 2 भयो। इट मिन्स ए को भ्यालु 2 भयो, सो 2 राखेँ, बी को भ्यालु 3 भयो अनि बी स्क्वायर छ फर्मुलामा। सो स्क्वायर बाई एल स्क्वायर, एल भनेको के भयो त टोटल भयो, 2 + 3 भनेको 5 स्क्वायर भन्दाखेरि कति आयो त -54 किलोन्युटन मिटर आयो यो एबीको लागि। त्यसै गरी बिएको लागि हामीले के गर्नु पर्यो त फर्मुला यही हुन्छ है, फर्मुलामा केही चेन्ज हुँदैन। हेरौँ त यो जुन फर्मुला छ यसमा केही चेन्ज हुने के हो त डब्लुएबी स्क्वायर बाई एल स्क्वायर थियो भने यो स्क्वायर यसमा एमा स्क्वायर हालिदिने क्या है, फर्मुला सेम हुन्छ। बी स्क्वायर भयो भने ए स्क्वायर भयो। सो अनि माइनस थियो अघिको केसमा भने एबीको लागि माइनस बिएको लागि प्लस। सो हामीले के भयो त ए स्क्वायर, ए भनेको 2 होइन, 2 स्क्वायर हामीले पुट गर्नु पर्यो। सो यहाँ हेरौँ त
यहाँ 2 स्क्वायर भयो अनि अरू अघिको सबै भ्यालु सेम भयो। कति आयो त 46 आयो। एबी र बिए हामीले निकाल्यो। अब बिसी र सिबीतिर जाउँ है। बिसीलाई हेरौँ त्यसमा। बिसी र सिबीलाई हेर्ने हो भने बीदेखि सी के भयो त लेफ्टबाट हामीले हेरिरहेका छौँ भनेको चाहिँ माइनस आउने भयो। अनि राइटबाट सिबी लियो भने के हुने भयो त हामीलाई प्लस लिनु पऱ्यो। सो यो के हो त हाम्रो युबिएल छ। युबिएलको केसमा हामीले के गर्छौँ भन्दाखेरि हामीले यो कतिमा हुन्छ त पहिला हेरौँ है। यहाँ मैले ठ्याक्कै देखाइदिएँ तपाईँलाई। है लेफ्टको लागि मैले भनिरहेको छु लेफ्टबाट लिँदाखेरि जस्तै कि बी र सी भन्ने छ। बीदेखि सी छ हामीसँग यसरी युबिएल अप्लाई भएको छ होइन। अब बीदेखि सी लेफ्ट टु राइट हेरिरहेका छौँ त्यहीबाट के हुने भयो त माइनस हुने भयो। फर्मुला माइनस डब्लुएल स्क्वायर बाई 20 फर्मुला नै हो हाम्रो। सो एल भनेको कति रहेको छ त 6 रहेको छ। यहाँदेखि यहाँ 6 युज गर्यो अनि युबिएल कति छ त 20 रह्यो अप्लाई भएको छ यहाँ माथिबाट। सो कति आउने भयो त बिसी माइनस 36 किलोमिटर भयो। त्यसै गरी सिबीको लागि हेऱ्यो भने राइटबाट लेफ्टबाट हेर्दाखेरि डब्लुएल स्क्वायर बाई 20 हो है। तर राइटबाट हेऱ्यो यताबाट सिबी हेऱ्यो भने के हुने भयो त डब्लुएल स्क्वायर बाई 30 हुन्छ क्या फर्मुला है। सो अब डब्लु र एलको भ्याल्यु सेम छ। तलको माथि लेफ्टबाट हेर्दा 20 राइटबाट हेर्दा 30 ले डिभाइड गर्नु पऱ्यो। द्याट्स इट। अब सिईको लागि हेरौँ। हामीले सिई के हो त युडिएल हो। हेरौँ त यहाँ फिगरमा यो हाम्रो के छ त युडिएल छ। अब सीदेखि ईमा हेऱ्यो भने सीदेखि ई भनेको के हो त लेफ्टबाट राइटतिर गइरहेका छौँ भन्ने बुझ्छौँ हामीले होइन। जस्तै सीदेखि डी छ भने जहिले पनि हामीले के गर्ने हो त पहिलो लेटर र सेकेन्ड लेटरलाई नर्मली बुझ्ने हुन्छ कि सिम्पलको लागि। सीदेखि डी भनेको लेफ्ट टु राइट भयो त्यही भएर माइनस आउने भयो। डी टु सु राइट टु लेफ्ट भयो त्यही भएर प्लस हुने भयो। यति बुझ्यो भयो। सबमा फेरि यस्तै हो लेफ्टबाट लिँदाखेरि माइनस राइटबाट लिँदाखेरि प्लस। स्लोप डेफिनेसनमा हामीले कति धेरै क्वेसनहरू गरेका छौँ। सो त्यहाँबाट पनि तपाईँले धेरै कुरा बुझ्न सक्नुहुन्छ है। हाम्रो सिरिज नै रहेको छ स्ट्रक्चर 2 हो। स्लोप डिफ्लेक्सन र मोमेन्ट डिस्ट्रिब्युसन वा सबै टपिकहरूको। ल अब हामी के गरौँ त सिईतिर हामी जाउँ है। अब सीमा हेऱ्यो भने हामीसँग के छ त हाम्रो फिक्स इन रहेको छ। फिक्स इन छ र युडिएल छ। सो युडिएलको लागि सिम्पली हामीले के गर्छौँ भन्दाखेरि हेरौँ देख्छु त हेरौँ त यो सीदेखि ईमा र सीदेखि डीमा के छ हाम्रो युडिएल अप्लाई भएको छ 15 किलोमिटरको र 12 किलोमिटरको है। सो अब हामीले पहिला सी निकालौँ त्यसपछि इसी निकाल्छौँ। हेरौँ त सीईको लागि हेऱ्यो भने है हामीले सीदेखि ईको लागि हेऱ्यो भने लेफ्ट हुने भयो 20 किलोमिटरमा के भयो त युडिएल आउने भयो है। त्यसैपछि सिडीको लागि हामीले हेऱ्यो भने 50 किलोमिटर हुने भयो र इआईको भ्यालु यहाँ आई छ भने यहाँ कति छ त 3 आई छ। यसको 5 मिटर छ है अनि यो कति छ त 3 मिटर हुने भयो। सी 3 मिटर छ भने सिडी कति छ त 5 मिटर रहेको छ। अब हामीले सीको लागि र सिडीको लागि हेरौँ। युडिएल छ भने के गर्ने त हामीले के गर्ने होइन माइनस डब्लुएल स्क्वायर बाई 12 गर्ने होइन। सो डब्लु भनेको 12 दिएको थियो माइनस आउने भयो। सी छ त्यही भएर एल भनेको 3 छ त्यही भएर 3 स्क्वायर बाई 12 गर्दा कति आयो त -9। अब यो सी छ। अब यसको उल्टा राइटबाट लेफ्ट हामीले हेऱ्यो भने के हुन्छ त प्लस हुन्छ। फर्मुला यही हुने भयो केही चेन्ज हुने जस्ट त्यसमा प्लस। सो कति आउने भयो त यो -9 थियो भने यो के भयो त ठ्याक्क राइटबाट हेऱ्यो भने +9 भयो। अब सिडीको लागि हेऱ्यो भने सिडीमा पनि सेम चाहिँ भ्यालु के हुने भयो त डब्लुको लागि मात्रै चेन्ज हुने भयो। अघि 12 थियो भने यहाँ कति भयो त 15 भयो। सो एल भनेको 5 12 कति आयो त -31.25। अब सिडी छ है सिडी सेम त्यसै भयो क्या। सिडी छ भने अब राइटबाट लेफ्ट हुने भएर के भयो प्लस लिनु पर्यो। सो भ्यालु केही चेन्ज हुने भयो यो मात्रै आउने भयो पुरै भ्यालु आउने भयो। सो डिसी कति भयो त 31.25 आउने भयो। अब हामी यो
यो मोमेन्ट डिस्ट्रिब्युसनको सेकेन्ड स्टेप भन्छ। सो सेकेन्ड स्टेप भनेको एकदम इम्पोर्टेन्ट छ। मोमेन्ट डिस्ट्रिब्युसनमा बुझ्नुपर्ने कुरा खासमा हाम्रो यही हो है, मोमेन्ट डिस्ट्रिब्युसन टेबल। र यो पछिको जुन अर्को स्टेप छ त्यो दुईवटा तपाईँले जान्नुभयो भने जुन क्वेसन आए नि मिलाउन सक्नुहुन्छ, फेरि सजिलो छ होइन, केही गाह्रो छैन, जस्ट दुईवटा कन्सेप्ट थाहा पाए हुन्छ। ल अब हामीले के गरौँ त, डिस्ट्रिब्युसन फ्याक्टर निकालौँ। पहिलो के गर्नु पर्यो भन्दाखेरि डिस्ट्रिब्युसन फ्याक्टर निकाल्ने बेलामा हामीलाई जोइन्ट जहिले लेखिहाल्ने हो। जस्तो अहिलेसम्म हामीसँग के थियो त, बी र सी भन्ने जोइन्ट छ, सो बिसी भन्ने जोइन्ट लेख्यो। त्यसपछि बीसँग कनेक्ट भएको मेम्बरहरू के छ त हेरौँ त। बीसँग कनेक्ट भएको मेम्बरहरू पहिला हेरौँ। पहिला बिचको जोइन्ट लेखिहाल्ने, जस्तै कि बी र सी जोइन्ट छ, त्यही भएर बिचको लेखेँ। बीसँग कनेक्ट भएको मेम्बर बिए र बिसी छ, सो के लेख्यो त बीसँग बिए र बिसी लेख्यो, बिए र बिसी लेख्यो। त्यसै गरी बीसँग त दुईवटा छ, सीसँग तिनवटा छ नि त हामीसँग। सीसँग कनेक्ट भएको सिबी, अर्को सिई र अर्को सिडी, तिनवटा भयो नि त हामीसँग। सो यो भयो। अब के बुझ्नु पर्यो भन्दाखेरि जहिले पनि के बुझ्नु पर्यो भने है, कुनै पनि जोइन्टबाट है हाम्रो यसो बुझौँ, यहाँ फिगरमै म बुझाउँछु है, बुझ्न सजिलो होला। जस्तै कि हामीले के बुझ्नु पर्यो भन्दाखेरि इन्डबाट भित्रतिर जाँदाखेरि जहिले के हुन्छ त, हाम्रो रोलार छ वा हिन्ज छ भने मोमेन्ट जहिले 1 हुन्छ, डिस्ट्रिब्युसन फ्याक्टर जहिले 1 हुन्छ। तर फिक्सबाट भित्रतिर हामीले हेऱ्यो भने जहिले कति हुन्छ त्यसको त डिस्ट्रिब्युसन फ्याक्टर 0 हुन्छ। यो दुईवटा कुरा पहिले नबिर्सनु। आई रिपिट, हिन्ज छ रोलर छ भने भित्रतिर हेरिरहेका छौँ, कुनै पनि फ्रेम छ होइन, हामीले ए इन्ड पोइन्टबाट हामीले भित्रतिर हेऱ्यो भने जहिले 1 हुन्छ है। तर फिक्सको केसमा भित्रतिर हेऱ्यो भने कति हुन्छ त 0 हुन्छ। यो जहिले बुझ्नु होला, यो पहिलो कुरा। अब दोस्रो कुरा के बुझ्नु पर्यो भन्दाखेरि अब बाहिरको पनि केस छ, जस्तै एदेखि बी मात्रै त हुँदैन, बीदेखि ए पनि निकाल्नु पर्यो हाम्रो। सो बीदेखि ए निकाल्ने बेलामा है जहिले के हुन्छ दुईवटा फर्मुला युज हुन्छ, हो EI/L र अर्को 3EI/L। यसमा 3 सेम फर्मुला भयो, 3EI/L भयो है, यहाँ लेख्छु। यो 4EI/L कति बेला हुन्छ त, फिक्सको केसमा 4EI/L हुने भयो। जस्तै अहिलेको केसमा हेऱ्यो भने यो सीदेखि डी निकाल्नु पर्यो भने हामीले के भयो त 4EI/L भयो है। तर सीदेखि ई निकाल्नु पर्यो भने त्यहाँ के छ त, अहिले फिक्स छ त छैन, हिन्ज हो भनेपछि के हुने भयो त, यो 3EI/L भयो। त्यसै गरी है, अब बी र सीको केसमा हामीले हेऱ्यो भने सीबी छ। अब तपाईँले सोध्नुहुन्छ कि यहाँ त फिक्स छ न त केही छैन भनेपछि यो त इन्टरमिडिएट भयो नि त, इन्टरमिडिएट जोइन्ट भयो, इन्टरमिडिएट बिम भयो है। भनेपछि बिचकोमा जहिले 4EI/L लिने हो क्या, यति बुझ्नु न होइन। वा फिक्स छ भने फिक्स बाहेक अरू सबैमा के हेर्ने हो त 4EI/L लिने हो, यति बुझे पुग्छ क्या। भनेपछि अब हेरौँ त हामीले एदेखि बी र बीदेखि ए को लागि हामीले हेऱ्यो भने कति हुने भयो त, यसले यो हाम्रो हिन्ज रहेको छ, सो द्याट कति हुने भयो त 3EI/L भयो। सो 3EI/L हुने भयो। हेरौँ त बिए को लागि 3EI/L भनेपछि 3EI को भ्यालु 4EI दिएको छ, सो पुट गऱ्यो, अनि एल भनेको 5, कति आयो त 2.4। अब बिसी को लागि हेऱ्यो भने है, बिसीमा के छ त इन्टरमिडिएट हो। बिसीमा हेरौँ त बीदेखि सी हो नि त, यो इन्टरमिडिएटमा जहिले पनि के हुनुपर्छ त 4EI/L लिनुपर्छ। फिक्स भयो भने त्यति बेला मात्र 3EI/L लिने हो, अरू सबै ठाउँमा के लिने हो त 4EI/L लिने हो। हेरौँ त यहाँ अब EI को भ्यालु बिसी को लागि EI हेऱ्यो भने 4 इन्टु EI को भ्यालु त्यहाँ 2 दिएको छ, सो 2EI/L भनेको कति छ त 6, भनेपछि कति आयो त 8EI/L भनेपछि 6 आउने भयो है। अब त्यसै गरी सिबी, सिई र सिडी को लागि हेरौँ। अब सी मेम्बरसँग कनेक्ट भयो कुन कुन छ त, हेरौँ त सीदेखि कनेक्ट भएको सी छ एउटा, सीदेखि कनेक्ट भएको सिडी छ एउटा, र अर्को सिबी रहेको छ। सो यहीँबाट हेरौँ त
जहाँ जहाँ फिक्स इन छ त्यहाँ के हुने भयो त 3EI/L भयो भनेपछि CD को लागि 3EI/L भयो, अरू सबैको लागि के हुन्छ त 4EI/L हुन्छ। दुईटा कन्सेप्ट बुझ्यो हुन्छ। फिक्स को लागि 3EI/L, अरू सबको लागि 4EI/L, द्याट्स इट। सो हेरौँ त CD को लागि कति छ त हामीसँग 12EI/L भनेको कति हुन्छ त फिक्स रहेको छ, त्यही भएर हामीले कति हुने भयो त 3 है। अब EI को भ्यालु हेरौँ त CD को लागि कति छ। CD को लागि EI को भ्यालु 3 भयो हैन। ल त्यही कुरा हामीले यहाँ अब के गरौँ त हामीले अप्लाई गरौँ है। भनेपछि CE के छ त हाम्रो हिन्ज छ, यहाँ कति हुने भयो त 3EI/L, अरू सबैमा के हुने भयो त 4EI/L। CE को लागि 3EI/L अनि CD र CB को लागि के भयो त 4EI/L। सो CE पहिला हेरौँ। सो हाम्रो कति भयो त CE को लागि मैले के भने त 3EI/L भयो। सो हाम्रो भ्यालु कति आउनु भयो त 1EI भयो है। अब CB र CD को लागि मैले के भनेको छु त CB र CD को लागि जहिले हामीले के गर्नु त 4EI/L, हिन्ज बाहेक अरू सबैमा के गर्नु पर्यो त 4EI/L लगाउनु पर्यो। अब CB को लागि EI को भ्यालु 2 दिएको छ, त्यही भएर 3 × 2 गर्नु पर्यो, यो 4 × 2 गर्नु पर्यो, कति भयो त 8EI/6 भयो है। त्यसैगरी CD को लागि हेऱ्यो भने यसमा पनि 4EI/L भयो, तर EI को भ्यालु हामीले कति दिएको छ 3 दिएको छ। सो 3 × 4 भनेको कति भयो त 12EI/L भनेको 5, यो गर्दा कति आयो त 2.4। अब के गर्नु पर्यो त यो दुईटाको सम निकाल्ने, समेसन केमा राख्ने, यसमा तीनटा मेम्बर छ त्यही भएर तीनटैको सम निकाल्ने यहाँ अनि समेसन केमा लेख्ने। अब डिस्ट्रिब्युसन फ्याक्टरको लागि के नगर्ने, भेरी सिम्पल है, यो k बाई समेसन के गर्छ, k बाई समेसन के भनेपछि 2.4/0. 3.73 कति आयो त 0.64, 1.33/3.73 3.6 है, 1.33/4.7 कति आयो त 0.28, 1/4.7 यो आयो। त्यसै गरी 2.4/4.7 यो आयो। त्यसरी हामीले के गर्छौँ त डिस्ट्रिब्युसन फ्याक्टर निकाल्छौँ। र तपाईँहरूको लागि एउटा इन्फर्मेसन के दियो भने हामीले फास्ट ट्र्याक कोर्स हामीले सुरु गरिसकेका छौँ। सो तपाईँले केही कन्फ्युजन भयो भने तपाईँ हामीसँग जोड्न पनि सक्नुहुन्छ। यहाँ मैले ठ्याक्क यहाँ देखाएँ तपाईँले है, हाम्रो 15 डेजको कोर्स मात्रै रहेको छ, जसमा तपाईँले हामीले जति पनि पास्ट क्वेसनहरू छन् त्यो सबैले हामीले त्यहाँ पहिला सुरुमा कुनै पनि च्याप्टरको हामीले फुल कन्सेप्ट के छ भन्ने कुरा हामीले त्यहाँ डिस्कस गर्छौँ। त्यसपछि त्योसँग रिलेटेड जति पनि पास्ट क्वेसन छ त्यसलाई हामीले मात्रै फोकस गरेर अहिले हामीले 15 डेज क्र्यास कोर्स सुरु गर्न गइरहेका छौँ। सो तपाईँ हामीसँग जुड्न सक्नुहुन्छ। त्यसको लागि मैले यहाँ दिएको वाट्सएपमा तपाईँले कल वाट्सएप गर्न सक्नुहुन्छ है। सो अझै कोही साथीहरू हुनुहुन्छ उहाँहरूले केही गाह्रो भएको छ भने स्ट्रक्चर एनालाइसिस 1 र स्ट्रक्चर 2 को हामीले दुईटै सुरु गर्न गइरहेका छौँ। सो तपाईँ हामीसँग जोड्न सक्नुहुन्छ है त। त्यहाँ हामीले अरू भन्दा पनि नि हाम्रो पास्ट क्वेसनको लागि चाहिने कन्सेप्ट के छ त्यसमा पहिला हामीले डिल गर्छौँ। त्यसपछि त्योसँग रिलेटेड जति पनि पास्ट क्वेसनहरू सबै हामीले त्यहाँ प्र्याक्टिस गर्छौँ। सो हामीसँग जोडिनु होला है त। थ्याङ्क्स यू भेरी मच, थ्याङ्क्स फर वाचिङ।